छ सिकाइ प्रक्रिया र सिकाइका सिद्धान्तहरू भाग 2 सेट 2 चाहिँ लिएर आइपुगेको छु। म तपाईँहरूलाई कतै पनि अलमल नगराइकन डाइरेक्ट प्रश्न उत्तर है हाम्रो जेठ 17 गते आउन गइरहेको प्रिटेस्टको लागि चाहिँ एकदम बहुउपयोगी प्रश्न उत्तरहरू लिएर आइपुगेको छु र यति बेला तपाईँहरूमाझ म प्रश्नहरू राख्न गइरहेको छु। साथीहरू ध्यान दिएर सुन्नुहोला। पहिलो प्रश्न नम्बर रहेको छ प्रश्न नम्बर 1 स्किनरका पहिलो प्रश्न नम्बर 1 रहेछ। स्किनरका अनुसार विद्यार्थीले भविष्यमा पाइने प्रमाणपत्रका लागि वर्तमानमा अध्ययन गर्नु हो यो कुन प्रकृतिको व्यवहार हो भनेको छ। साथीहरूको यसलाई म अझै ठुलो पढाइदिन्छु, त्यो हुँदाखेरि तपाईँलाई अलिक सहज हुन्छ। र अप्सनहरूमा रहेको छ कमा प्रतिक्रियात्मक व्यवहार, खमा क्रियापरक व्यवहार, गमा उत्तेजनात्मक व्यवहार, घमा अध्ययनशील व्यवहार। यसको सही एन्सर साथीहरूले पनि गेस गर्नु होला र यसको सही एन्सर रहेको छ प्रश्न नम्बर 1 को सही एन्सर रहेको छ ख। यसको सही एन्सर रहेको छ साथीहरू यो है साथीहरू यहाँहरुमै ख क्रियापरक व्यवहार। ल साथीहरू त्यस्तै गरेर प्रश्न नम्बर 2 रहेको छ स्किनरले सही प्रतिक्रियाका लागि सही सबलीकरण प्रदान गर्ने कार्यलाई के भनेका छन् भनेको छ। अप्सनहरूमा कमा आकस्मिक व्यवस्थापन, खमा दृश्य व्यवस्थापन, गमा चेतना व्यवस्थापन, घमा अदृश्य व्यवस्थापन। 2 नम्बरको साथीहरू तपाईहरुले एन्सर गेस गर्नु होला र यसको सही उत्तर रहेको छ साथीहरू अप्सन नम्बर क। यसको सही उत्तर रहेको छ अप्सन नम्बर क आकस्मिक व्यवस्थापन। यसको सही उत्तर रहेको छ आकस्मिक व्यवस्थापन है साथीहरू। अब तपाईहरुलाई फेरि प्रश्न नम्बर 3 मा लाँदैछु साथीहरू। सिकारुले चार्ट, डायग्राम, भिडियो आदिको माध्यमबाट सिक्नु तलका मध्ये कुन सिकाइ शैली हो भनेको छ। अप्सनहरूमा कमा श्रव्य सिकाइ शैली, खमा दृश्यात्मक सिकाइ शैली, गमा स्पर्श सिकाइ शैली, घमा शारीरिक चाल सिकाइ शैली भनेको छ। 3 नम्बरको अप्सनहरू तपाईहरुलाई मैले भनिसकेको छु र तपाईहरुले यसको एन्सर गेस गर्नु होला है साथीहरू। यसको एन्सर सही एन्सर रहेको छ साथीहरू ख अप्सन ख दृश्यात्मक सिकाइ शैली। यसको सही एन्सर रहेको छ दृश्यात्मक सिकाइ शैली। ल है साथीहरू अब म प्रश्न नम्बर 4 मा जान्दैछु है साथीहरू। 4 मा रहेको छ आधुनिक सिकाइ अवधारणा अनुसार सिकाइलाई तलका मध्ये कुन दृष्टिकोणबाट हेरिन्छ भनेको छ है साथीहरू। अप्सन क मा रहेको छ ज्ञानको हस्तान्तरण, ख मा अनुभवको हस्तान्तरण, ग मा प्रशिक्षकको सक्रियता, घ मा ज्ञानको विकास भनेको छ साथीहरू है। 4 को तपाईहरुले सही एन्सर गेस गर्नु होला साथीहरू र यसको सही एन्सर रहेको छ साथीहरू तपाईहरुले पनि गेस गर्नु होला। यसको सही एन्सर रहेको छ अप्सन नम्बर घ ज्ञानको विकास। यसको सही एन्सर रहेको छ साथीहरू अप्सन नम्बर घ ज्ञानको विकास। अब म तपाईहरुलाई प्रश्न नम्बर 5 मा लाँदैछु साथीहरू। नवीनतम सिकाइ अवधारणा अन्तर्गत सिकारुको व्यक्तिगत भिन्नता र अनुभवमा आधारित भएर सिकिने सिकाइ तलका मध्ये कुनसँग सम्बन्धित छ भनेको छ साथीहरू। क मा अन्तर्दृष्टि सिकाइ सिद्धान्त, ख मा प्रतिक्रिया सिकाइ सिद्धान्त, ग मा व्यवहारवादी सिकाइ सिद्धान्त र घ मा माथिका सबै भनेको छ। 5 को साथीहरू तपाईहरुले पनि गेस गर्नु होला र यसको सही एन्सर रहेको छ साथीहरू अप्सन नम्बर क अन्तर्दृष्टि सिकाइ सिद्धान्त। यसको सही एन्सर रहेको छ साथीहरू अन्तर्दृष्टि सिकाइ सिद्धान्त। अब म तपाईहरुलाई प्रश्न नम्बर 6 मा लाँदैछु साथीहरू। सिकाइले तलका मध्ये कुन अर्थलाई जनाउँदछ भनेको छ है साथीहरू। क मा व्यवहारमा आउने क्षणिक परिवर्तन, ख मा व्यवहारमा आउने क्षणिक र स्थायी परिवर्तन, ग मा व्यवहारमा आउने स्थायी परिवर्तन, घ मा माथिका कुनै पनि होइनन् भनेको छ साथीहरू। ल यसको पनि साथीहरूले सही एन्सर गेस गर्नु होला र यसको सही एन्सर रहेको छ ग अप्सन नम्बर ग व्यवहारमा आउने स्थायी परिवर्तन। व्यवहारमा आउने स्थायी परिवर्तन। र साथीहरू म तपाईहरुलाई प्रश्न नम्बर 7 तर्फ लाँदैछु। बिरामीपना र नशालु औषधि सेवनको माध्यमबाट व्यक्तिको व्यवहारमा आउने परिवर्तन तलका मध्ये कुन हो भनेको छ। यसको अप्सन नम्बर क सहज क्रिया, ख जातिगत प्रतिक्रिया, ग परिपक्वता, घ जीवनको क्षणिक अवस्था भनेको छ। र साथीहरूले यसको अप्सन कुन सही हुन्छ त्यसको सही एन्सर गेस गर्नु होला र यसको सही एन्सर रहेको छ साथीहरू अप्सन नम्बर घ जीवनको क्षणिक अवस्था। जीवनको क्षणिक अवस्था। ल है साथीहरू अब म तपाईहरुलाई प्रश्न नम्बर 8 मा लाँदैछु है साथीहरू। रुल बेस्ड थ्योरी अफ कन्सेप्ट लर्निङ कुन मनोविज्ञानमा आधारित छ भनेको छ।
प्रश्न नम्बर 8 यसका अप्सनहरू रहेको छ कमा संज्ञानात्मक मनोविज्ञान, खमा क्रियात्मक मनोविज्ञान, गमा भावनात्मक मनोविज्ञान, घमा क्रीडा मनोविज्ञान भनेको छ। 8 नम्बर है साथीहरू। र 8 नम्बरको तपाईँहरूले पनि गेस गर्नु होला र यसको सही एन्सर रहेको छ साथीहरू अप्सन नम्बर क संज्ञानात्मक मनोविज्ञान। ल है साथीहरू संज्ञानात्मक मनोविज्ञान। अब प्रश्न नम्बर 9 मा लाँदैछ है साथीहरू। तलको मध्ये सिकाइका लागि कम महत्त्वपूर्ण तत्त्व कुन हो भनेको छ। कमा सिकारु, खमा उद्दीपक, गमा पुनर्बल, घमा प्रतिक्रिया। यसको पनि 9 नम्बरको क्वेसनको एन्सर गेस गर्नु होला साथीहरू र म तपाईहरुलाई यसको सही एन्सर भन्न गइरहेको छु अप्सन नम्बर ग पुनर्बल। यसको सही एन्सर रहेको छ अप्सन नम्बर ग पुनर्बल। प्रश्न नम्बर 10 रहेको छ साथीहरू उत्प्रेरणा तलका मध्ये कुनसँग सम्बन्धित छ भनेको छ। बाह्य आन्तरिक शक्ति, खमा दृश्य आन्तरिक शक्ति, गमा सजिलै मापन गर्न सकिने क्षमता, घमा अदृश्य आन्तरिक शक्ति भनेको छ। 10 नम्बरको साथीहरूले गेस गर्नु होला र यसको सही एन्सर रहेको छ अप्सन नम्बर घ अदृश्य आन्तरिक शक्ति। यसको सही एन्सर रहेको छ अदृश्य आन्तरिक शक्ति। ल है साथीहरू अब म तपाईहरुलाई 11 नम्बर प्रश्न नम्बर 11 तिर लाँदैछु। 11 रहेको छ सिकाइको अर्थ तलको मध्ये कुन हो भनेको छ। अप्सन नम्बर कमा रहेको छ अभ्यास अध्ययन र तालिमको रूपमा व्यवहारमा आएको परिवर्तन, खमा वातावरणमा समायोजित हुन खोज्नु, गमा अनुकरणात्मक अव्यवहार गर्नु, घमा सरलीकृत अभ्यासको परिणाम। र साथीहरू यसको सही एन्सर गेस गर्नु होला र यसको सही एन्सर रहेको छ अप्सन नम्बर क अभ्यास अध्ययन र तालिमको रूपमा व्यवहारमा आएको परिवर्तन। ल है साथीहरू 11 को पनि मैले तपाईहरुलाई प्रस्तुत गरिसके। अब तपाईहरुलाई म 12औं नम्बरतिर लाँदैछु। प्रश्न नम्बर 12 तिर लाँदैछु। सिकाइको सन्दर्भमा अनुपयुक्त कथन तलका मध्ये कुन हो भनेको छ। अप्सन नम्बर क सिकाइ निरन्तर चलिरहने प्रक्रिया हो, ख स्थायी रूपमा व्यवहारमा आउने परिवर्तन सिकाइ हो, ग सिकाइ विकासको एउटा प्रक्रिया हो, घ परिपक्वताबाट आउने व्यवहारको परिवर्तन सिकाइ हो। ल है साथीहरू 12 नम्बरको पनि साथीहरूले गेस गर्नु होला र यसको सही एन्सर रहेको छ अप्सन नम्बर घ। यसको सही एन्सर अप्सन नम्बर घ परिपक्वताबाट आउने व्यवहारको परिवर्तन सिकाइ हो भनेको छ है साथीहरू। ल यसको सही एन्सर हो घ नम्बरको। ल साथीहरू अब म तपाईहरुलाई अप्सन नम्बर 13 तिर लाँदैछु। प्रश्न नम्बर 13 मा सिकाइको क्रम तलको मध्ये कुन सही हो भनेर भनेको छ। अप्सनहरू कमा रहेको छ लक्ष्य अवरोध प्रतिक्रिया र सामान्यकरण, खमा अवरोध लक्ष्य प्रतिक्रिया र सामान्यकरण, गमा लक्ष्य प्रतिक्रिया र अवरोध र सामान्यकरण, घमा सामान्यकरण प्रतिक्रिया लक्ष्य र अवरोध भनेको छ 13 को। ल है साथीहरू 13 को पनि गेस गर्नु होला र 13 को सही एन्सर रहेको छ अप्सन नम्बर क लक्ष्य अवरोध प्रतिक्रिया र सामान्यकरण है। अब तपाईहरुलाई म 14 नम्बरतिर लाँदैछु है साथीहरू। ल 14 नम्बरतिर लाँदैछु। 14 नम्बरको प्रश्न रहेको छ सिकाइका आधारभूत तत्त्व भन्नाले के बुझिन्छ भनेको छ। कमा रहेको छ सिकाइलाई प्रभावित पार्ने तत्त्व, खमा सिकाइका लागि नहुने पक्ष, गमा रहेको छ सिकाइलाई असर पार्ने तत्त्वहरू, घमा रहेको छ सिकाइको दरलाई वृद्धि गर्ने पक्षहरू। ल है साथीहरू यसको पनि गेस गर्नु होला तपाईहरुले र यसको सही एन्सर रहेको छ साथीहरू अप्सन नम्बर ख। यसको सही एन्सर रहेको छ साथीहरू अप्सन नम्बर ख सिकाइका लागि नहुने पक्ष, सिकाइका लागि नहुने पक्ष। ल है साथीहरू म तपाईहरुलाई अब फेरि अर्को अप्सनतिर लाँदैछु साथीहरू। प्रश्न नम्बर रहेको छ 15 नयाँ ज्ञान र नयाँ प्रतिक्रियाको प्राप्त गर्ने प्रक्रिया नै सिकाइ। यो परिभाषा तलको मध्ये कुन हो। अब अप्सन नम्बर क मा रहेको छ वुडवर्ड, खमा रहेको छ क्रोनब्याक, गमा रहेको छ हल, घमा रहेको छ स्किनर है स्किनर घको स्किनर है। अब 15 को सही एन्सर छान्नु होला साथीहरूले गेस गर्नु होला र यसको सही एन्सर रहेको छ अप्सन नम्बर क है साथीहरू। यसको सही एन्सर रहेको छ वुडवर्ड साथीहरू। अब 16 को के गर्ने साथीहरू आज हावाहुरीले पो समस्या बनायो। 16 को प्रश्न रहेको छ उत्प्रेरणाको आवश्यकताको सिद्धान्तहरूमा मास्लोका अनुसार उत्प्रेरणाको श्रृङ्खला तलको मध्ये कुन हो भनेको छ है साथीहरू। कमा रहेको छ शारीरिक आवश्यकता, सुरक्षाको आवश्यकता, आत्मसम्मानको आवश्यकता, माया अपनत्वको आवश्यकता र आत्मानुभूतिको आवश्यकता। खमा पनि साथीहरूले हेर्नु होला सरर है। गमा पनि हेर्नु होला र घरमा शारीरिक आवश्यकता, सुरक्षाको आवश्यकता, माया अपनत्वको आवश्यकता, आत्मानुभूतिको आवश्यकता र आत्मसम्मानको आवश्यकता। 16 को सही एन्सर साथीहरूले गेस गर्नु होला
र यसको सही एन्सर रहेको छ अप्सन नम्बर घ, शारीरिक आवश्यकता, सुरक्षाको आवश्यकता, माया अपनाउनको आवश्यकता अनि हुन्छ नै साथीहरू, अनि आत्मसम्मानको आवश्यकता र आत्म है गको है 16 को ग। अब म साथीहरूलाई 17 नम्बरतिर लाँदैछु। सो विकास सृजनात्मक कार्य तलकमध्ये कुन आवश्यकतासँग सम्बन्धित छ भनेको छ साथीहरू 17 को, र अप्सन नम्बर रहेछ आत्माभूतिको आवश्यकता, आत्मसम्मानको आवश्यकता, सुरक्षाको आवश्यकता र घमा रहेछ माया अपनत्वको आवश्यकता भनेको छ 17 को, र 17 को पनि साथीहरूले एन्सर गेस गर्नु होला। यसको सही एन्सर रहेको छ आत्माभूतिको आवश्यकता भनेको छ है साथीहरू। त्यस्तै गरेर साथीहरूलाई म 18 नम्बर प्रश्नतिर लाँदैछु। मास्लोका अनुसार इज्जत र ओहदाको प्राप्ति तलकमध्ये कुन आवश्यकतासँग सम्बन्धित छ भनेको छ कमा आत्मानुभूतिको आवश्यकता, खमा आत्मसम्मानको आवश्यकता, गमा सुरक्षाको आवश्यकता, घमा माया अपनत्वको आवश्यकता भनेको छ। साथीहरू यसको पनि एन्सर गेस गर्नु होला र पक्कै पनि साथीहरूले एन्सर गेस गरिसक्नु भएको छ र यसको सही एन्सर छ अप्सन नम्बर ख आत्मसम्मानको आवश्यकता है साथीहरू। अब 19 को ERG थ्योरीमा आर ले केलाई जनाउँदछ भनेको छ है साथीहरू। ERG थ्योरीमा अब यसको कमा रहेछ घाँस बाँस र कपास, खमा विकार र चिन्तनको विनिमय र सामाजिक सम्बन्ध, गमा क्षमता सम्मान र शक्तिको प्रयोग, घमा माथिका कुनै पनि होइनन् भनेको छ। 19 को पनि साथीहरूले गेस गर्नु होला र यसको सही उत्तर रहेको छ साथीहरू ख है विकार र चिन्तनको विनिमय र सामाजिक सम्बन्ध भनेको छ है साथीहरू। ल 20 र साथीहरूलाई म आज 21 वटा प्रश्न चाहिँ राख्न गइरहेको छु है। यहाँ छन त थुप्रै प्रश्न छ तर आज अब अलिकति हावाहुरीले गर्दा साथ नदिने भएको कारणले गर्दाखेरि म प्रश्न नम्बर अब 20 तिर जाँदैछु है साथीहरू। 20 मा ERG थ्योरीमा ले केलाई जनाउँदछ भनेको छ फेरि माथिकै जस्तो सेम कमा घाँस बाँस र कपास, खमा विकार र चिन्तनको विनिमय र सामाजिक सम्बन्ध, गमा क्षमता सम्भावना शक्तिको प्रयोग र घमा माथिका कुनै पनि होइनन् भनेको छ साथीहरू। 20 को पनि साथीहरूले गेस गर्नु होला। यसको सही उत्तर हो कमा घाँस बाँस र कपास है। ERG थ्योरीमा ले केलाई जनाउँदछ भन्दाखेरि घाँस बाँस र कपास। अब अर्को फेरि 21 नम्बर प्रश्न रहेको छ साथीहरू। ERG थ्योरीमा ले केलाई जनाउँदछ भनेको छ कमा घाँस बाँस र कपास, खमा माथिकै जस्तो विकार चिन्तनको विनिमय र सामाजिक सम्बन्ध, गमा क्षमता सम्मान र शक्तिको प्रयोग, घमा माथिका कुनै पनि होइनन् भनेको छन् साथीहरू। र 21 को पनि साथीहरूले पक्कै पनि गेस गरिसक्नु भएको छ। यसको सही उत्तर हो क्षमता सम्भावना शक्तिको प्रयोग होला। 22 नम्बरको प्रश्न याद गर्नु है साथीहरू। हेर्नु ल, बालकको सिकालाई प्रेरणा गर्न शिक्षकले राम्रो कक्षा कोठाको वातावरण सिर्जना गर्न आवश्यक पर्छ। उपयुक्त कक्षा कोठाको वातावरण सिर्जना गर्नको लागि तलको कुन वाक्य उपयुक्त छैन भनेको छ साथीहरू। कमा शिक्षकको क अप्सनमा शिक्षकसँगको अनुपालन, खमा बालकको स्वीकृति, गमा शिक्षकको सकारात्मक बोली, घमा बालकको प्रयासको कदर भनेको छ है साथीहरू 22 नम्बरको। र 22 नम्बरको पनि हाम्रा साथीहरूले पक्कै पनि गेस गरिसक्नु भएको छ एन्सर। यसको सही एन्सर छ शिक्षकसँगको अनुपालन।